Dear students, welcome to my class. आजको टपिक हो ल अफ रिटर्न्स टु स्केल। योसँग रिलेटेड सानो कन्सेप्ट मैले चाहिँ अगाडिको भिडियोमा तपाईहरुलाई भनिसकेको छु, त्यो पनि हेर्न सक्नुहुन्छ र यो पनि युनिट 5 सँग थ्योरी अफ प्रोडक्सन सँग चाहिँ रिलेटेड छ। त लङ रन प्रोडक्सन थ्योरी चाहिँ के हो भन्दाखेरि यसको नाम चाहिँ के हो भन्दाखेरि ल अफ रिटर्न्स टु स्केल। अब यसमा के हुन्छ भन्दाखेरि सबै इनपुटहरू के हुन्छ भन्दाखेरि भ्यारिएबल हुन्छ। अब यो पनि प्रोडक्सन थ्योरी भएकोले लङ रन प्रोडक्सन फङ्सनलाई सो गर्ने भएकोले यसले पनि के गर्छ, इनपुट र आउटपुट बिचको रिलेसनलाई चाहिँ देखाउँछ हैन। इनपुट र आउटपुटको जुन सर्ट रनमा हामीले पढ्यौं त्यस्तै यसले पनि इनपुट र आउटपुटको चाहिँ रिलेसन देखाउँछ। तर सर्ट रनमा के हुन्छ, एउटा कन्स्टेन्ट हुन्छ र अर्को भ्यारिएबल हुन्छ। यसमा सबै भ्यारिएबल हुन्छ तर तिनीहरू बीचको प्रोपोर्सन चाहिँ के हुन्छ भन्दाखेरि कन्स्टेन्ट हुन्छ। यसरी यी दुई सबै फ्याक्टर भ्यारिएबल हुँदाखेरि आउटपुटमा चाहिँ कस्तो किसिमको इफेक्ट देखिन्छ त्यो कुरालाई नै कसले एक्सप्लेन गर्छ भन्दाखेरि ल अफ रिटर्न्स टु स्केल। अब यहाँ हामी हेर्न सक्छौं आउटपुटमा चाहिँ तीनवटा अवस्था देखिन्छ, इन्क्रिजिङ रिटर्न्स टु स्केल, कन्स्टेन्ट रिटर्न्स टु स्केल र डिक्रिजिङ रिटर्न्स टु स्केल। अब एकदम सिम्पली हामीले यसलाई एक्सप्लेन गर्ने हो भने इन्क्रिजिङ रिटर्न्स टु स्केल भनेको यदि हामीले इनपुटलाई 50% ले इन्क्रिज गर्यौं र आउटपुटमा 50% भन्दा बढी इन्क्रिज भयो भने त्यो के हो, इन्क्रिजिङ रिटर्न्स टु स्केल। अथवा आउटपुटमा बढी इन्क्रिज हुन्छ, इनपुटमा कम इन्क्रिज हुन्छ। अर्को कन्स्टेन्ट रिटर्न्स टु स्केल, यसमा के भनेको छ, यदि हामीले इनपुटलाई चाहिँ 50% ले इन्क्रिज गर्यौं र आउटपुट पनि 50% ले नै इन्क्रिज भयो भने यो के भयो, कन्स्टेन्ट रिटर्न्स टु स्केल। इट मिन्स आउटपुट को इन्क्रिज इक्वल टु द इन्क्रिज इन इनपुट। अब त्यसपछि डिक्रिजिङ रिटर्न्स टु स्केल के भयो, इनपुटमा हामीले सपोज 50% ले इन्क्रिज गर्यौं भने आउटपुटमा 50% भन्दा कम वा 20% ले इन्क्रिज भयो भने त्यो के भयो भन्दाखेरि डिक्रिजिङ रिटर्न्स टु स्केल हैन। अथवा आउटपुट जुन इन्क्रिज हुन्छ त्यो के हुन्छ, लेस देन इन्क्रिज इन इनपुट हुन्छ। यो थ्योरीको चाहिँ मेजर कन्सेप्ट यही हो हैन। यसबाट हामी पुरै यसको टेबल डायग्रामहरू बनाउन सक्छौं, तर एक्जाममा हामीले चाहिँ यसको टेबलबाट पनि र डायग्रामबाट पनि एक्सप्लेन गर्नुपर्ने हुन्छ। मैले चाहिँ यो एउटा टेबलको एक्जाम्पल लिएको छु, तीनवटै छुट्टा छुट्टै टेबलहरू बनाएको छु, तर तपाईहरुले चाहनुभयो भने यसलाई चाहिँ एउटै टेबलमा पनि राख्न सक्नुहुन्छ। अब यसमा के छ हेर्नुस्, इन्क्रिजिङ रिटर्न्स टु स्केल जुन मैले अहिले जुन कुरा गरे त्यही कुरालाई चाहिँ यहाँ हामी हेर्न सक्छौं। जस्तो कि यहाँ लेबर 1 युनिट लेबर र 5 युनिट क्यापिटलले दिने आउटपुट के हो, इनिशियल 100 युनिट्स हो। अब लेबरलाई चाहिँ 1 बाट 2 मा लग्यौं र क्यापिटललाई चाहिँ 5 बाट 10 मा, अथवा लेबरलाई पनि डबल गरेको छौं क्यापिटललाई पनि डबल गरेको छौं भनेपछि आउटपुटमा के भयो, डबल भन्दा चाहिँ बढी इन्क्रिज भएको छ भने यो के भयो, इन्क्रिजिङ रिटर्न्स। अब सेम कुरा तपाईहरु यो टेबलमा पनि हेर्न सक्नुहुन्छ, तर यहाँ फरक चाहिँ कहाँ देख्नुहुन्छ, यो 200 मा। जस्तो चाहिँ यहाँ 300 ले इन्क्रिज भयो भनेको छ, यहाँ चाहिँ 200 ले। अथवा चाहिँ यो डबल गर्दा, लेबरलाई डबल गर्दा क्यापिटललाई डबल गर्दा आउटपुट पनि डबल नै इन्क्रिज भएको छ भने त्यो के भयो भन्दाखेरि कन्स्टेन्ट रिटर्न्स टु स्केल भयो। अब फेरि थर्ड यो तपाईं डिक्रिजिङ रिटर्न्स टु स्केलको टेबलमा के हेर्न सक्नुहुन्छ, यहाँ हामी चेन्ज हेर्न सक्छौं। जस्तो यहाँ चाहिँ 300 छ, यहाँ 200 छ र यहाँ चाहिँ 150 छ, अरु सब कुरा चाहिँ सेम छ है। त्यो कुरा तपाईहरु यसरी हेर्न सक्नुहुन्छ। भनेपछि यहाँ के गर्यो, लेबरलाई डबल गर्यो क्यापिटललाई डबल गर्यो तर आउटपुट चाहिँ के भयो, डबल भन्दा कम भयो भनेपछि 50% जुन मैले अघि एक्जाम्पल भने त्यो भन्दा कम यसको आउटपुट छ भने यो के भयो, डिक्रिजिङ रिटर्न्स टु स्केल। त इकोनोमिक्समा हाम्रो जुन कन्सेप्ट हुन्छ त्यसलाई नै हामी के गर्छौं, टेबलमा कन्भर्ट गरेर हेर्छौं। अब यही कुरालाई चाहिँ फेरि हामीले चाहिँ डायग्राममा पनि हेर्न सक्छौं र डायग्राममा चाहिँ मैले एउटाको चाहिँ यहाँ बनाइदिएको छु, इन्क्रिजिङ रिटर्न्स टु स्केल हैन। यो ओएक्स एक्सिसमा लेबर, ओवाई एक्सिसमा क्यापिटल राखेर जुन टेबलमा छ त्यही कुरा 1 युनिट्स अफ लेबर, 5 युनिट्स अफ क्यापिटल, 100 आउटपुट्स
फेरि यसलाई डबल गरेर 2 युनिट्स अफ लेबर र 10 युनिट्स अफ क्यापिटल गर्दा चाहिँ 300 युनिट्स, यो चाहिँ इन्क्रिजिङ रिटर्न्स हो। मैले यहाँ चाहिँ एउटा मात्रै यसरी डायग्राम राखिदिएको छु, तपाईहरु यही तरिकाले चाहिँ तीनवटै डायग्राम बनाउन सक्नुहुन्छ। अब यो यसको चाहिँ ल अफ रिटर्न्स टु स्केलको एउटा उसबाट हेर्नु हो भने यहाँ यतिसम्म हामीले बुझ्दा चाहिँ हुन्छ, तर बुकहरुमा तपाईहरुले हेर्न सक्नुहुन्छ अर्को मेथडले पनि यसलाई चाहिँ एक्सप्लेन गरेको छ, त्यही भएर बुझ्नको लागि चाहिँ हामी यसको अल्टरनेट मेथड पनि बुझ्दा ठिक छ। तपाईहरुलाई एक्जाममा चाहिँ जे सजिलो लाग्छ, जस्तो सजिलो लाग्छ त्यसरी चाहिँ लेख्न सक्नुहुन्छ। अब अल्टरनेटिभली फेरि म के गर्दैछु, इन्क्रिजिङ रिटर्न्स, डिक्रिजिङ र कन्स्टेन्ट रिटर्न्सलाई चाहिँ एकपल्ट एक्सप्लेन गर्दैछु है। अब सिम्पल हामीले के बुझ्ने, इन्क्रिजिङ रिटर्न्स टु स्केलमा के हुन्छ, वी रिक्वायर्ड सक्सेसिभली स्मलर एन्ड स्मलर अमाउन्ट हैन, स्मलर एन्ड स्मलर, यहाँबाट पनि देख्न सकिन्छ 3 युनिट्स अफ लेबर 3 युनिट्स अफ क्यापिटल। नेक्स्ट टाइम हामीले 2 ले मात्रै के गर्यौं, लेबरलाई बढायौं र यहाँ पनि 2 ले क्यापिटललाई बढाएको छौं। फेरि नेक्स्ट टाइम 1 ले लेबरलाई बढायौं र फेरि 1 ले फेरि के गर्यौं, क्यापिटललाई चाहिँ बढाएको छौं। त वी रिक्वायर्ड सक्सेसिभली स्मलर एन्ड स्मलर इन इनपुट टु गेट द इक्वल लेभल अफ आउटपुट। अब यहाँ आउटपुट के भइरहेको छ, 100 ले बढिरहेको छ, 100 बाट 200 200 बाट 300 मा गयौं। त यसलाई के भनिन्छ, इन्क्रिजिङ रिटर्न्स टु स्केल। यसमा अर्को एउटा बुझ्ने कुरा के हुन्छ भन्दाखेरि हामीले चाहिँ लेबर एन्ड क्यापिटलको मात्रा कति छ भनेर हेर्नलाई चाहिँ एकदम एक्ज्याक्ट यो हामी डायग्रामबाट हेर्न सक्छौं। जस्तो कि यहाँ चाहिँ ओआर स्केल लाइन हो है, ओरिजिनबाट कुनै पनि यसरी गएको रेखाहरू चाहिँ के हुन्छ भन्दाखेरि स्केल लाइन हुन्छ। अब यो स्केल लाइनलाई आइपी कर्वहरूले सानो सानो टुक्रामा डिभाइड गरिदिएको छ। जस्तो कि एउटा टुक्रा ओए भयो, अर्को टुक्रा एबी भयो, अर्को टुक्रा बीसी भयो र सबै सेगमेन्ट्सले, सबै टुक्राले के गर्छ कि हामीलाई सर्टेन अमाउन्ट अफ लेभल आउटपुट गर्नको लागि कति लेबर र कति क्यापिटल चाहिएको छ हो। यही जुन डिस्टेन्स छ नि, यो डिस्टेन्स के हुँदै जान्छ, कम कम हुँदै जान्छ। त्यसैले यहाँ के भन्छ, स्मलर एन्ड स्मलर इन्क्रिमेन्ट। हामी यहाँ चाहिँ डायग्राममा तपाईहरुले बनाउँदाखेरि जस्तो कि योबाट पनि अर्को बनाउनु भने यहाँबाट एउटा लाइन तान्नु पर्यो, मतलब 300 बाट 400 मा जानु छ भने यो यसको डिस्टेन्स झन कम हुन्छ। पहिलाको हामी डिस्टेन्स हेर्न सक्छौं, ओए ग्रेटर छ, त्यो भन्दा कम चाहिँ एबी छ, एबी र बीसी चाहिँ त्यो भन्दा पनि कम छ। यसरी चाहिँ हामी जति जति अगाडि बढ्दै जान्छौं, आउटपुटलाई यसरी बढाउँदै जान्छौं, लेबर र क्यापिटलको जुन खर्च छ, एक्सपेन्सेस छ, त्यो चाहिँ के हुँदै जान्छ भन्दाखेरि कम हुँदै जान्छ भने त्यो इन्क्रिजिङ रिटर्न्स टु स्केल हो। अब तपाईहरुलाई यो बुझ्न अलिकति गाह्रो लाग्यो भने अगाडिकै उसमा चाहिँ गर्न सक्नुहुन्छ, त्यसमा केही फरक पर्दैन। त्यसैगरी अब चाहिँ यो डायग्राममा के छ भन्ने कुरा मैले यहाँ राखिदिएको छु। यो सेम कुरा जुन मैले अहिले भने त्यही कुरालाई चाहिँ यहाँ राखिदिएको छु। अब कन्स्टेन्ट रिटर्न्समा चाहिँ के हुन्छ भन्दाखेरि हामीलाई चाहिँ इक्वल एन्ड इक्वल युनिट्स अफ इन्क्रिज गर्नुपर्छ लेबर एन्ड क्यापिटलमा। जस्तो के भनेको छ, सक्सेसिभली इक्वल एन्ड इक्वल इन्क्रिमेन्ट in inputs are required to get the successively equal and equal increment in output। जस्तो यहाँ हामी हेर्न सक्छौं, हामी 10 बाट 20 मा, 20 बाट 30 मा कति कतिले बढाइरहेछौं, 10 युनिट्सले यहाँ चाहिँ बढाइरहेको छौं। अब त्यसको लागि चाहिँ 5 युनिट्स अफ लेबर र 2 युनिट्स अफ क्यापिटल छ। अब यहाँ नेक्स्ट टाइममा हामीले के गर्यौं, 5 ले फेरि लेबरलाई बढायौं र 2 ले फेरि के गर्यौं, क्यापिटललाई बढायौं। फेरि 5 ले लेबरलाई बढायौं, फेरि के गर्यौं, 2 ले क्यापिटललाई बढायौं। यसरी हामी के गर्छौं, इक्वल एन्ड इक्वल इन्क्रिमेन्ट गर्छौं टु गेट द इक्वल लेभल अफ आउटपुट। त्यसैले यो के भयो, कन्स्टेन्ट रिटर्न्स टु स्केल भयो। अब त्यसैगरी लास्ट हाम्रो डिक्रिजिङ रिटर्न्स टु स्केल। त्यो दुईवटा पढिसकेपछि हामीलाई यो बुझ्न झन् सजिलो हुन्छ। यसमा हामी के गर्छौं भन्दाखेरि फर्स्ट टाइम हामीलाई जति लेबर एन्ड क्यापिटल चाहियो, नेक्स्ट टाइम त्यो भन्दा बढी लेबर एन्ड क्यापिटल चाहिन्छ एउटै लेभलको आउटपुट पाउनको लागि। फर एक्जाम्पल हामी यहाँ 100 बाट 200 200 बाट 300 मा गयौं भनेपछि हाम्रो आउटपुट कतिले इन्क्रिमेन्ट भइरहेछ, 100 युनिट्सले नै इन्क्रिमेन्ट भइरहेको छ। र
लेबर एन्ड क्यापिटलको अमाउन्ट हामी हेरौँ सुरुमा 2 युनिट्स अफ लेबर 2 युनिट्स अफ क्यापिटल नेक्स्ट टाइम 5 युनिट्स अफ लेबर 5 युनिट्स अफ क्यापिटल त 3 युनिट्सले यहाँ लेबरलाई बढायौँ यहाँ पनि 3 युनिट्सले क्यापिटललाई अब यहाँ 5 बाट यहाँ 9 गयो मतलब 4 युनिट्सले हामीले लेबरलाई बढायौँ र 4 युनिट्सले क्यापिटललाई पनि बढायौँ त यसरी बढाउँदाखेरि चाहिँ के भयो भन्दाखेरि यसले के भन्न खोजेको छ भन्दाखेरि वी रिक्वायर्ड सक्सेसिभली ग्रेटर एन्ड ग्रेटर इन्क्रिमेन्ट्स होइन जस्तो कि फर्स्ट टाइम हाम्रो ओजी इज लेस देन जिएच एन्ड जिएच इज लेस देन एचके जति यो डायग्राममा तपाईँहरू हेर्न सक्नुहुन्छ यो जुन आइपी कर्भको वा आइक्यू कर्भको डिस्टेन्स छ त्यो चाहिँ के भइरहेको छ बढ्दै गइरहेको छ त आइपी कर्भको डिस्टेन्स बढ्दै गयो भने त्यो के हुन्छ डिक्रिजिङ हुन्छ र यसले के देखाउँछ इच सेगमेन्ट्सले चाहिँ रिक्वायर्ड अमाउन्ट अफ लेबर एन्ड क्यापिटललाई देखाउँछ यसको मतलब फर्स्ट टाइम हामीलाई कम खर्च लागेको थियो त्यही आउटपुट गर्नलाई 100 युनिट्सलाई र नेक्स्ट टाइम हामीलाई फेरि 100 युनिट्स बढाउनको लागि त्योभन्दा बढी खर्च लाग्यो भने त्यो के भयो भन्दाखेरि डिक्रिजिङ रिटर्न्स टु स्केल भयो अब तपाईँहरूलाई यो कुरालाई चाहिँ एउटै डायग्राममा एउटै उसमा मैले राखिदिएको छु यहाँबाट पनि तपाईँहरू बुझ्न सक्नुहुन्छ जस्तो यो के हो यिनीहरू इक्वल स्पेस हुन्छ क्या यिनीहरूको होइन कन्स्टेन्ट रिटर्न्स टु स्केलमा के भयो भन्दाखेरि यो तपाईँहरूको जस्तो आउटपुट 50 100 र 150 50ले बढेको छ अनि यिनीहरूको डिस्टेन्स के छ इक्वल छ सो वी रिक्वायर्ड सक्सेसिभली इक्वल एन्ड इक्वल अमाउन्ट अफ इनपुट भयो अब यहाँ हामी डिस्टेन्स हेर्छौँ यहाँ चाहिँ पहिलो डिस्टेन्स बढी त्योभन्दा कम त्यसपछि नेक्स्ट टाइम त्योभन्दा कम भनेको यो के हो इन्क्रिजिङ रिटर्न्स टु स्केल यहाँ लेखिदिएको छ यसमा चाहिँ इच उसको लागि चाहिँ के हुन्छ भन्दाखेरि वी रिक्वायर्ड सक्सेसिभली स्मलर एन्ड स्मलर अमाउन्ट होइन अथवा चाहिँ यो आइपी कर्भहरू गेट क्लोजर यिनीहरू नजिक नजिक आउँदै गर्छ भने यो के भयो भन्दाखेरि इन्क्रिजिङ रिटर्न्स भयो र यिनीहरू टाढा टाढा गयो भने डिक्रिजिङ रिटर्न्समा यो आइपी कर्भहरू टाढा टाढा हुँदै गयो भने यो के हुन्छ भन्दाखेरि डिक्रिजिङ रिटर्न्स टु स्केल र यसले के भन्छ भन्दाखेरि हामीले फर्स्ट टाइम जति इनपुट गऱ्यौँ अथवा जति खर्च गऱ्यौँ त्योभन्दा बढी चाहिँ नेक्स्ट टाइममा हामीलाई बढी खर्च चाहिन्छ त्यही भएर यो के भयो भन्दाखेरि डिक्रिजिङ रिटर्न्स टु स्केल यो उसमा चाहिँ तपाईँहरूलाई मैले आज यतिसम्म भने मलाई थाहा होप छ कि तपाईँहरूले बुझ्नुभयो होला कुनै कुरा छ भने तपाईँहरू कमेन्टमा सोध्न सक्नुहुन्छ थ्याङ्क यू फर वाचिङ थ्याङ्क यू